ढेर जिन्दगी कहिले अभावमा बाँचिदिन पर्ने, कहिले दबावमा बाँचिदिन पर्ने। एउटा जिन्दगी कति पटक मरेर बाँच्नु पर्ने हो मलाई थाहा छैन। कसैको आगमनलाई हेरेर कहिल्यै नथाक्ने यी आँखा, कसैको सम्झनालाई बोकेर पनि गरौँगो महसुस नगर्ने यो मन, खै आज किन उदास उदास छ, किन उजाड उजाड छ मलाई थाहा छैन। जिन्दगीको अनवरत यात्राका सम्झनाहरू र तिनी सम्झनामा च्यापिएका मेरा यी मनका खुसीहरू, भावनामा, पीडामा, दुःखमा, उमङ्गमा भेटिरहने जीवनका अनगिन्ती सुस्केराहरू आज के बोल्दैछन्, के सन्देश दिँदैछन्? मनको स्मृतिले कसको आभास गर्दैछ? किन चञ्चल बन्दैछ यो मन? किन तडपिन खोज्दैछ यो आत्मा? मलाई थाहा छैन।